विदेशमा मर्न लागेको साथीले अर्को साथीको ज्यान जोगायो। हो साथीहरू, यो घटना वास्तविक घटना हो, यही दुबईमै भएको घटना हो जुन म तपाईहरुलाई सुनाउन जाँदैछु। भिडियो लास्टसम्म हेर्नुहोला, स्टोरी एकदमै इन्ट्रेस्टिङ छ। दुईजना साथीहरूमध्ये म दुईजनालाई चिन्नको लागि नामकरण गर्न गइरहेको छु। एकजना साथीको नाम चाहिँ हुन्छ अजय र अर्कोको नाम चाहिँ हुन्छ विजय। र अजय भन्ने साथी चाहिँ उसलाई बचाउने साथी हो भने विजय भन्ने साथी चाहिँ ऊ त्यस्तो समस्यामा पुगेको साथी हो। साथीहरू, घटनाको सुरुवात हुन्छ विजय भन्ने साथीबाट। विजय भन्ने साथी चाहिँ आफूलाई केही समस्या परेर उसले पैसा सापटी लिएको हुन्छ। महिनाको 1000 को 100 रुपियाँ ब्याज तिरेर उसले आफूले महिनाभरि कमाएको पैसा घर पठाइरहेको हुन्छ र केही पैसा आफूले खर्च गरिरहेको हुन्छ। त्यो गर्दाखेरि उसले ऋण तिरिरहेको हुँदैन। त्यो ब्याज बढ्दै बढ्दै गएर 7500 सम्म पुगिसकेको हुन्छ। र एक दिनको कुरा हो साथीहरू, विजयले एउटा बेटिङ एपको बारेमा थाहा पाउँछ र त्यो एपमा अरूले पनि पैसाहरू हालेर जितिरहेको उसले इन्फर्मेसन पाउँछ र उसले फेरि पनि पैसा सापटी लिएर र आफूसँग केही पैसा भएको पैसाले बेटिङ गर्न थाल्छ। बेटिङ गर्दै जाँदाखेरि उसले जित्दै जान्छ। जब 11000 पुग्छ अनि 11000 उसको एकाउन्टमा आइसकेको केही घन्टामै त्यो बेटिङ एप झ्वाप्पै बन्द हुन्छ र उसले त्यो एपमा देखाइरहेको 11000 रुपियाँ पनि झ्याप्पै सबै थोक बन्द हुन्छ। र विजयको लाइफमा यो सबै भइरहेको छ। 7000 उसँग पहिले ऋण छ र 11000 त्यहाँ गयो। अब भन्नु साथीहरू, यस्तो अवस्थामा मान्छे के हुन्छ? यस्तो अवस्थामा विजयले केही पनि सोच्न सकिरहेको हुँदैन। ऊ एकदमै ब्ल्याङ्क हुन्छ, ऊ पागल जस्तै हुन्छ। अब खानको लागि पैसा छैन, बस्नको लागि पैसा छैन, घर पठाउनका लागि पैसा छैन। घरबाट मागौँ भने घरबाट पैसा हालिदिने घरमा त्यस्तो अवस्था छैन। अब ऊ दिन प्रतिदिन एकदमै साइको जस्तो पागल जस्तो भएर एकदमै टोलाइरहेको हुन्छ। र त्यति नै बेला अजय भन्ने साथीले उसको यो प्रब्लमहरू थाहा पाउँछ र अजयले उसलाई बोलाउँछ र एकान्त ठाउँमा लान्छ र एकान्त ठाउँमा लगेर उसले प्रब्लम के हो, के भइरहेछ भनेर सबै कुराहरू सोध्छ विजयसँग र विजयले सबै कुराहरू खुलेर भन्छ। र अजयले आफूसँग 2 पैसा भएको जति पनि पैसा छ यो पैसा ल्याऊ, त्यस पछाडि यो ठाउँमा तिर र अर्को महिना म पनि तिमीलाई हेल्प गर्छु, तिमी टेन्सन नगर भनेर उसले मुखले मात्र होइन पैसाले पनि सहयोग गर्छ। र दिन प्रतिदिन यस्तै गर्दै जाँदा उसले अजयले नै सपोर्ट गर्दै र उसको पनि महिनामा काम गरेको गर्दा गर्दै ऊ अहिले राम्रो लेभलमा राम्रो अवस्थामा आइपुगेको छ।